बाटे यो पनि बाटो बगाएको यो चाहिँ पहिलाको बाटो यो चाहिँ अहिलेको बाटो गाइस अहिले चाहिँ हाम्रो सुदीपले बाइकको नम्बर लेख्न लगायो हैन है यहाँ पनि एसटिभी ब्लग छ है सो यो एसटिभी ब्लग सब्स्क्राइब इट हजारको फ्युल डन केटा हो ह्याप्पी न्यू इयर केटा हो रक्षा गरिदिनुहोस् भगवती नयाँ वर्षको नयाँ पेट्रोल पनि हाल्यो A few moments later. धन्यवाद हस्तै बाई बाई सो यो हाम्रो चाहिँ नयाँ वर्षको सुरुवात यहाँ क्याफेबाट भयो हैन हाम्रो त अहिले न्यू इयरको विश गर्नु भयो ह्याप्पी न्यू इयर केटा हो सबैजनालाई आज चाहिँ राइड टु सिन्धुली मुलकोट ओ गरा के छ ल सो यो ह्याप्पी न्यू इयर ल कहाँबाट जाने नालाको बाटो जाउँ है गाडी आएर हुन्छ के गर्नु गाह्रो गाह्रो सो हेलो एन्ड नमस्ते एभ्रिवान होप यु गाइज यु आर फाइन एन्ड म पनि सन्चै राम्रै छु होप तपाईँहरू पनि सन्चै राम्रै हुन्छ होला एन्ड न्यू डे न्यू भ्लग सो राइट नो गाइज अहिले चाहिँ हामी यता टक्क काभ्रे भन्छाङ जान्छौँ है अनि उता पर छ चेकपोस्ट अनि अहिले चाहिँ हामी यहाँ रिफ्युल गर्न आँटिरहेको छौँ बाइकमा यतापट्टि अमिर छ है यता छ अनि सो हामी चाहिँ अहिले यहाँ सिन्धुली राइड जान आँटिरहेको छौँ अनि त्यही हो आज चाहिँ एउटा दुईवटा तिनवटा चारवटा उता रातो एनएस छ होइन हामी चाहिँ टक्क सिन्धुलीतिर मुलकोटसम्म पुग्न आँटेको सो राइट नाउ गाइज है हामीले यहाँ धुलीखेलबाट अब निक्ल्यो है काभ्रे भन्ज्याङबाट फ्युल सुल हालेर अनि मैले यहाँभन्दा उताको चाहिँ मैले भिडियो बनाएन क्या किनभने यो बाटो एउटै कतिचोटि देखाउनु भनेर आज चाहिँ न्यु इयर है नयाँ वर्ष 2082को फर्स्ट डे हामी चाहिँ टक्क सिन्धुली राइड जाँदैछौँ है टक्क बारेमा आज चाहिँ भित्री छैन हाम्रो अनिस साथी है ऊ चाहिँ बिरामी छ भन्ने खबर सुनेको थियो अनि सो त्यही भएर चाहिँ ऊ आएन आज त्यही अहिले चाहिँ 12 बजिरहेको छ अब कतिखेर गएर कतिखेर पुगेर कतिखेर आउने हो चाहिँ थाहा छैन है आज मेन भनेको चाहिँ दोलाल घाट जाने प्लान भएको थियो है सुकुटे अनि त्यहाँको प्लान चाहिँ ड्रप गरेर हामी चाहिँ मुलकोट जान आँटिरहेछौँ किनभने धुलीखेलदेखि यताको बाटो चाहिँ सबै खत्तमै छ क्या उताको भनौँ न अनि त्यही भएर चाहिँ हामीले चाहिँ प्लान ठ्याक्कै क्यान्सल गऱ्यौँ है केटाहरू रकेट गएको छ नेर अगाडि भेट्टाउन गाह्रो
अफलेन चाहिँ नहालौँ है। एन्केलाई भेट्टाएँ मैले। बाँके यो बेला के भयो त? यो बेला म र मेरो साथी धुम मचाले धुम गर्दै अगाडि बढिरहेको थिएँ र बाटो पुरै खाली र उताबाट गाडी नआएको जस्तो देखेर मैले साथीलाई ओभरटेक गर्ने निर्णय गरेर मैले स्पिड अप गरेँ र त्यही क्रममा मैले अगाडि बढेँ। एउटा सेतो गाडी देखेँ। अचानक हाई स्पिडमा गाडी देख्दा चाहिँ लाग्यो लु गाडीसँग ठोक्यो। त्यसैले हाई स्पिडमा मैले अचानक गाडी देख्दा म प्यानिक भएर मैले क्लच छिचेर पछाडिको ब्रेक हान्दाखेरि हल्का स्किड खाएर अनब्यालेन्स भएर चाहिँ म सिधै डिभाइडरतिर गएर मेरो लेग गार्डले च्वाप लाएर चिप्पा खाएर चाहिँ म बाहिर निस्केर अनि मैले भने बाँके रक्षा गरिदिनुहोस् भगवान्। त्यत ब्रेक गाडी नदेख्दिर गयो यार। यही छुयो नि उयसमा पिल्लरमा। मैले नि त्यही त तिमी रन्के होइन म त बाटो खाली छ भ्याउँछु भनेर बसेँ के। फेरि क्लच छिजे के पछाडिको ब्रेक हाने स्लाइड हानेर झन् अगाडि पुगेँ क्या म अफलेन। त्यही यार त्यही रक्षा गर्नुहोस्। त्यो गाडी हल्का क्लोज कल भयो है, त्यस्तो हुन्छ। त्यही भएर राइट सेफ राइट आएर है। मैले त्यो गाडी नि देख्दिनँ क्या यो पछि त्यस्तै गरेर त्यही भएर गाडीहरू यस्तै आइदिन्छ क्या। गाडी पर्छ केही छैन त्यस्तो भन्ने कुरा हुँदै गर्छ। सो गाइज अहिले चाहिँ हामी यता टक्क भकुन्डे बेसी आएर बसेका छौँ है। फुल हो डोरी कुच्चे। सो राइट हो गाइस अहिले चाहिँ हामी भकुन्डे बेसीबाट अगाडि आइपुगिसक्यौँ है। यो एरिया चाहिँ अस्ति भनौँ न असोजको बाढीले बगाएको। ल हेर्नु न यत्रो ठुलो भलाएको रहेछ यार ड्याम। यो चाहिँ सब बाढीले क्या बगाइदिएको। बिचारा यो कहाँको घर थियो होला। ल यार कसको घर थियो है यो अझ कति त अब जडेदेखि क्या जगदेखि नै उठाएर लगिदिएको रहेछ क्या बाढीले है। अनि प्लस मलाई यो पनि हेर्न मन थियो क्या लिटरल्ली अब यतापट्टि असोजदेखि यतामा आएकै छैन क्या यतातिर। अनि बाढीले के कस्तो क्षति पारेको रहेछ त बिपी हाइवेमा भनेर। अनि यो बाटो भनेको चाहिँ गाइस को कोलाई थाहा छ को कोलाई थाहा छैन है। यो बाटोबाट चाहिँ हामी उता झापा होइन सर्लाही बर्दिवास जेस भन्न पूर्वको साइडतिर जान मिल्छ है। एकदमै सर्ट एन्ड स्विट बाटो छ यो रमाइलोवाला है। अब अझ उता बिपी हाइवेतिर मेन बिपी हाइवेतिर चाहिँ कस्तो पारेको रहेछ है त्यो चाहिँ देखाउँदै गइरहेको छु म। अब यत्रो सानो भलले त यत्रो गरिदिन्छ है उत्पात है। केटाहरू गइसक्यो अब म पनि जानुपर्ने हुन्छ। सो यताबाट त अब बाटै तस नस गरिदिएको छ है। त्यही भएर
तर गाइस प्रकृतिलाई चाहिँ हेप्नु हुँदैन है। प्रकृति भनेको एकदम बगाले हो क्या, जे पनि गरिदिन सक्छ क्या प्रकृतिले। अब हामीले खोला मिच्दै मिच्दै यता बाटो साटो बनाउनु थाल्यौँ होइन, अब एक दिन न एक दिन खोलाले चाहिँ आफ्नो बाटो रोज्छ नि रोज्छ रे क्या। त्यही भएर अलिक गाह्रो छ। बा भिर आमा यत्रो माथिसम्म आउनु भनेको त वाइल्ड होइन नि त दोस्त। ए दोस्रो गाई जा यो हाइट कम्ता छ म्यानफुली। ओए ल यत्रो माथि यार, यो हाइट कमसे कम पनि हाम्रो काठमाडौँको 7 तला 8 तलावाला घर होला, त्यत्रो हाइटमा छ क्या यो लिटरली। अब यो बाटो अब कहिले बनाउनु ड्याम। ल म यहाँ बसेको छु नि होइन, बिपी हाइवे यहाँ थियो क्या लिटरली मेरै माथि। अब यो पहिला जस्तो कहिले बन्ने थाहा छैन, यतातिर झन् बाटो बनाउनै बन्द रहेछ। अब एकचोटि फेरि खोला आएपछि सकिहाल्यो नि। सो गाइस यता नि देखाउनु मन लाग्यो है, यतातिर चाहिँ जे बाटो बनाइसकेको रहेछ होइन। हेलो गाइस यत्रो खोलाले अब यत्रो आतंक मचाउँछ भनेर कसले चाहिँ एक्सपेक्ट गरेको थियो होला र होइन। लिटरली यो सबै रोड भनेको पछि बनाएको हो क्या। अब यो पनि टिकाउ त हुँदैन जस्तो लाग्छ यार। अब यो खोला अब फेरि फर्किहाल्छ। र गाइस फेरि अर्को बाटो के अरे बगाएको ठाउँमा आयो। अझै छ यार यहाँनिर त त्यो बगाएको उयो माटोहरू। ए यतातिर त तस नसै पारा रहेछ नि त। ओहो यो पनि बाटो बगाएको हो। तर यो बाटो कहाँ बगाल थियो अहिले हेर यस्तो छ। अहिले हामी रोसी खोलाको किनारै किनार छौँ। लगभग धेरै छैन यार, यो 4-5 फिट मात्र तल होला क्या रोसी खोला, अनि 4-5 फिट मात्र माथि उठाएको छ। योभन्दा अगाडिको बाटो चाहिँ कहाँनिर रहेछ हेरौँ है त गाइस। योभन्दा अगाडि बाटो खै नक्सै छैन यार बाटोको, उहाँ रहेछ यति रहेछ। यो चाहिँ पहिलाको बाटो, यो चाहिँ अहिलेको बाटो। खै अरू केटाहरू आएन नि त। बाटो यति छ यार, चुस्सो कुरायो चुस्सो फेरि अफरोड। गाह्रो गाह्रो यस्तो बाटोमा कुदाउन गाह्रो पर्यो केपी बा। यो बाटो फेरि बनाउनु पर्यो केपी बा, यस्तो बाटो चाहिँ चाहियो। सो गाइस वी आर जस्ट रिच यता नेपाल थोक होइन, भर्खर नेपाल थोक आयो यार। त्यो अरू भन्दा नि त्यो अफरोड बाटोले चाहिँ अलिकति ऱ्याङ गर्यो क्या। कुनै कुनै ठाउँहरूमा त 1.5 किलोमिटर 2 किलोमिटरसम्म नि फुल पुरै बगर हिँड्नु पर्ने रहेछ क्या। सो त्यही भएर अलिकति टाइम चाहिँ हाम्रो त्यतापट्टि गयो। ए अब त यहाँबाट चाहिँ बाटो बिग्रेको छैन जस्तो चाहिँ लाग्छ मलाई। हेर त साथी रकेट गएको फ्लाइ बाई अर्को अबबाट चाहिँ बाटो मक्खन छ मेबी। धन्न धन्न क्या बवाल देखा लोन अति बवाल देखा। त यहाँबाट देखिरहेको छ। पहले आते हैं लैंडस्लाइडिंग
क्यामेरा टिप्लिएर आयो साथी पनि खिच्दिउँ न होइन टक्क बारेमा had some drinks and said some things to you. If I said too much, I know you're mine to lose. I had some drinks and said some things to you. I said too much, I know you're mine to lose. Give a fuck, actually. Lover too. I got my time, I got my closest. I got my lover too. I got my time, I got my closest. I got my lover too. I got my time, I got my closest. I got my lover too. रक्षा गर्नु ओइ
सो गाइज अहिले चाहिँ मुलकोट आएको अवस्था होइन, मुलकोट पुगिसक्यो। जस यो बाटो चाहिँ भनौँ न यो प्याज बवाल क्या, यस्तो मिठो कुदायो कि कुरै छोडिदिनु क्या होइन। अनि जस अनि अस्तिको बाढीले चाहिँ यो रिसोर्ट पनि बवालै गरिदिएको थियो है। जस अहिले चाहिँ ओपनिङ गरेछ, जस अति बवाल भयो यार। सो गाइज त्यही हो सुदीपले भने जस्तो हामी चाहिँ अहिले मुलकोटमा छौँ होइन। त्यहाँको होइन भएको ठाउँमा हाम्रो बाइकहरू चाहिँ 4वटा त्यहाँको लाइनमा छ अहिले नै होइन। कसले भने मैले त भने होइन, त्यस्तो उटपटाङ कुरामा भन्दिनँ त्यो। हाम्रो बाटो चाहिँ दामी छ क्या होइन, ए पुरै दामी बाटो हो होइन। तलबाट घुम्दै त्यही गाइज ल त्यही हो। सुदीपको च्यानललाई सब्सक्राइब गर सबजना एसटिपीलाई होइन। नयाँ वर्ष टुके कस्तो भयो त यहाँसम्मको यात्रा? यहाँसम्मको बवाल भयो यार। यहाँ पछिको कस्तो होला त? यहाँ पछि अब उता चाहिँ गइँदैन, अब जाने भने यतै हो। अब यता भनेको अहिले छ भने भ्लगमै देखिरहेको छ नि। त्यही हो। मेरो बाइकवाला क्लिप पनि आउँछ हल्का हल्का होइन। कृपया सबजनाले राम्ररी हेरिदिनु होला। हामीले चाहिँ ऐना किनिसकेको छौँ है, सबैले टाल्ने भन्ने कुरा चल्यो। अलिक बवाल लोकेसन चाहिँ खोज्दैछौँ हामी। ओ रुखमा टाल्ने हो मेट्दो रहेछ के होइन, त्यहाँ हेर न मेटिसक्यो। यो पनि मेरो एउटा धोको थियो, आज पुरा भयो होइन। सेतीदेवीमा आएर ढक्क बाइकको नम्बर टाल्ने होइन। अनि त्यही हो ल, आएपछि यति चाहिँ गर्नै पर्छ है। यो फेरि सधैँ लेखिराख्ने पनि होइन, जस्ट एकचोटि लेखेपछि पुग्छ है। गाइज अहिले चाहिँ हाम्रो सुदीपले बाइकको नम्बर लेख्न होइन। नाम लेख्नु नेपालीमा लेख्नु मलाई आउँदैन दस नेपाली लेख्छु ल, कि चाइनिजमा लेख्नु ल है। यहाँ पनि एसटिभी ब्लग छ है। यो पर्मानेन्ट हो कि के हो? सही हो, एसटिभी ब्लग सब्सक्राइब इट। ल मेरो अनुहार देखिरहेको के त्यसमा। अब विक्रमको पालो है। बागमती तिम्रो त प्रदेश 3 रहेछ बागमती पर्दैन त्यति विधि त। मेरो दाँत आयो लाएर म लिन्न हौ लामो होइन हौ पहन लिन्न भने कस्तो लोक गरे त्यो भने हौ। म हामी त यतिकै टाल्ने भयो। यसले चाहिँ प्लास्टिकको व्यवस्था गरे है, किनभने उकिन्छ भनेर रहेछ। टक्क एसटिभी भ्लग लेखेको छ है। यो बाटो कोही हिँड्नुहुन्छ भने कृपया यो मिरर पनि हेर्नु होला है त। मेरो भालो अर्को निकाल्न आँट्यो हुनु पर्यो, लाइसेन्सको लेमिनेसन निकाल्न। रिया म गरेर रहेछ यार फेरि। हेलो अल्फा, इट्स मी रोहित। ल गाइस एउटा दुईटा तीनटा प्लास्टिक यो सही छ। जेस भ्यू पनि हेर्नु है। यो सबै भनेको आई थिङ्क यो सिन्धुली जिल्ला हो, यतापट्टिको रामेछाप होला होइन, योपट्टि उता चाहिँ रामेछाप हो। सही होला। बजार चाहिँ यहाँ छ है। सही होला, अति बवाल ल। जस त्यो प्लास्टिकवालाको सँगैकोमा चाहिँ हाम्रो 4 जनाको छ भनेर चाहिँ यसो याद गर्नु होला होइन। सही हो। जस यो कुरा पनि गरियो। जस पहिलेदेखि सोचिरहेको थिएँ कि अब आफ्नो एउटा बाइक साइक भइसकेपछि यता चाहिँ म एउटा ऐना चढाउँछु भनेर चाहिँ पहिल्यै मैले सोचिरहेको थिएँ। अनि आज फाइनली जुरेको छ। अनि त्यही होला, मेरो गाउँ जाने बाटो नि यही हो कि। अनि म जहिले बच्चैदेखि नि त्यसरी सोचेर बस्थेँ म। अनि आज फाइनली पुरा भएको छ ल बवाल।
सो गाइज पूजासुजा सबै डन होइन। अब चाहिँ हामी फर्किन आँटेको। अब चाहिँ यहाँ बसेर अब 1-2टा फोटोसुटहरू गर्छौँ अनि त्यसपछि चाहिँ हामी जान्छौँ होइन। अब केही खानुपर्ने छ यार, भोकसोक लागिरहेको छ। सायद हामी त्यहाँ गएर बस्छौँ होला अनि त्यसपछि चाहिँ नन स्टप काठमाडौँ है त। सो त्यही हो र एकदम बवाल। सो गाइज हामी चाहिँ यहाँनिर आइसक्यौँ, पूजासुजा गरिसक्यौँ, हामीले उतानिर टालिसक्यौँ अहिले सबै हाम्रो 4वटै बाइकको टालिसकेको छौँ। अब चाहिँ हामी फर्किन लाग्यो। अब चाहिँ घरतिर जानुपर्छ, हामी बिस्तार जान्छौँ। अब चाहिँ त्यही हो ल। खाजा खान आँटेको है हामी टक्क मुलकोटमा। गोप्रोमा ब्याट्री छैन, यहाँ बत्ती रहेनछ फेरि, तनाव भयो है। अब त्यही हो, सर्ट क्लिप मात्रै खिच्छु, 19% चार्ज छ। त्यही हो ल, जस ल। सो गाइज अब चाहिँ हामी यहाँबाट फर्किन आँटेको, चार्ज छैन। अब केटाहरूको 1-2टा अब यहाँबाट खिच्छु, त्यति हो ल। I have a dream, that's all I need. I'll make it happen with some work and belief. Know what I want, so I'll take it on. I've made mistakes, but mistakes make you strong. Let's break it down for a minute. I want the crown, I'm gon' get it. You hear me loud, man, I'm winning. Yeah, Charlie Sheen will be grinning. These ladies know that I'm sinning, and this is just the beginning. I'm closing in the night inning. There ain't no point in resisting. Living life like a dream, live it right, that's the thing. Every night got a team, I've been tied to the scene. Out on stage, hear them scream. Okay, it's a dream, and I pray as a team. One day it'll be me. If I want it, then I get it. Head down, don't regret it. Push myself to the limit. If I play it, then I win it. I'm just saying, I'm just living for today, for a minute. I don't stay, I just visit, have no shame, I admit it. Looking right at me to see if I succeed, to see if I believe. They're looking up to me. They want the best of me now, best of me now, best of me now, best of me. They want the best of me now, best of me now, best of me now, best of me. They want the best of me now. Swear to God, man, I'ma make it soon. Silence all the haters as they see us making moves. I do what I want, so I got nothing to prove. Staying motivated, teaching others what to do. I'm staying focused, my mind is open. They start to notice that I'm in motion. There is no potion, you're not just chosen. It takes devotion to stay composed, man. Never stop, there ain't no time to fall. Try to live, get it up, you got one life to ball. Thinking big, never small, cause you gotta want it all. When you finally get that call, you get ready, take it on.